हजुरहरूलाई स्वागत छ मेरो ब्लग पार्ट 2 मा। मैले पार्ट 1 मा हजुरहरूलाई देखाइसके नगरकट्टादेखि मालबजार जाँदै गरेको दृश्यहरू सबै। अब हेर्दिनु होला सबैजनाले। अब चाहिँ भने यो पार्ट 2 स्टार्ट भएको छ। हेर्नु होला गाइस, हामी चाहिँ चेप्पा गइराखेको छौँ मालबजारसम्मको। त्यो जाने चाहिँ अघि हाम्रो दिदी चाहिँ आउँदाखेरि पनि यो चाहिँ भनी गाइस हामी चाहिँ अहिले झोलुङ जाने बाटोको छेउमा आइपुगेको छौँ। यहाँदेखि चाहिँ अब अलिकति उतापट्टि पुगेपछि झोलुङ जाने रहेछ। हेर्नु होला कति रुख काटेर राखेको छ। यो काठको लागि काटेर राखेको रहेछ सबै काठहरू चाहिँ। यहाँदेखि उता भने चाहिँ जङ्गल ठुलो छ, जङ्गलै मात्रै हो यहाँ चाहिँ। यहाँ चाहिँ हात्तीहरू पनि बस्छ, जनावरहरू पनि निकै जनावरहरू बस्छ। यहीँबाट जान्छ भुटान पस्दाखेरि हात्तीहरू चाहिँ यता सिप्चो साइड निक्लिँदाखेरि चाहिँ। मलाई यो चाहिँ मेन हाइवे हो। यहाँ हेर्नु होला, यहाँ चाहिँ भने अहिले पानी ट्याङ्की रहेछ, एउटा मन्दिर जस्तो पनि देख्दैछ, मन्दिर पनि रहेछ। त्यहाँदेखि अहिले चाहिँ भने गइराखेको छ हामी उसले कहाँ कहाँ पुगिन्छ देखाउनु जाने तपाईँहरूलाई। अहिले चाहिँ भने हामी चाल्सा पुगिसकेको छौँ। हेर्नु होला सबजनाले, यो चाहिँ चाल्सादेखि चाहिँ हेर्नु होला चाल्साको चाहिँ भ्यूहरू हेर्नु होला कस्तो छ, एकदम देख्दैछ देख्नु चाहिँ। यहाँ पनि आउँछ मान्छेहरू सपिङको लागि, यहाँ चाल्सामा पनि आउँछ। यहाँ पनि बजार लाग्छ, यहाँ तल चाल्सादेखि अलिक तल चाहिँ बजार लाग्छ चाल्साको। हेर्नु होला कस्तो रहेछ सबै। अहिले चाहिँ भने चाल्सा आइपुगेको छौँ हामी। अब हेर्दैछौँ अब मालबजार पुगेर हजुरहरूलाई देखाउनेछौँ। चाल्साको भ्यू हो गाइस, चाल्सा हो अहिले। हेर्नु होला मान्छे कति खाँदेको छ भने नि यो गाडीमा। हेर्नु होला एउटा गाडीमा थोरै मान्छे खाँदेको छैन। हेर्नु होला त्यस्तै हो रहेछ। फाइनली गाइस अहिले चाहिँ भने हामी मालबजार पुगिसकेको छौँ। मालबजार अब चाहिँ हामी मालबजार टेकिसकेको छौँ। अब यहाँ चाहिँ अब हस्पिटलहरू छ मालबजारको। अब हस्पिटल काटिसकेपछि चाहिँ अब हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्नु आँटिसकेको छौँ। अब चाहिँ हेर्दैछौँ होला सबैजनाले। अब हेर्नु होला अहिले चाहिँ भने हामी मालबजार पसेर सकेको छौँ। अब यो चाहिँ भने हस्पिटलहरू छ, मालबजारको हस्पिटल हेर्नु होला, सरकारी हस्पिटलहरू छ। यो चाहिँ यस्तै छ सरकारी हस्पिटल चाहिँ मालबजारको। हेर्नु होला सबैजनाले। अब यहाँदेखि चाहिँ भने हामी चाहिँ भने तलको जानुपर्ने छ, अलिकति भए पनि तल जानुपर्ने छ। त्यहाँदेखि चाहिँ भने हामी अलिक पुग्नु जाने यताको। हेर्नु होला सबैजनाले।
200 चेन देबे आस्ते आओ सुभाष मोड आयो सुभाष चन्द्र मोडमा आइपुगेको छौँ यो चाहिँ मन्दिरहरू छ मन्दिरहरूको हेर्नु होला कस्तो छ मन्दिर चाहिँ कस्तो लाग्यो हजुरहरूले कमेन्ट गर्नु होला राम्रो लाग्यो भने राम्रो रहेछ भनेर कमेन्ट गरिदिनु होला हेर्नु होला कस्तो लाग्यो हजुरहरूले कमेन्ट गर्न सक्नुहुनेछ यहाँ चाहिँ मरि गाइस हामी चाहिँ अहिले अब खाना जान आँटेको छौँ चट के अरे पानीपुरी दिल्लीवाला पानीपुरी एकदम दामी वेस्ट बेङ्गलको ठिक छ हेर्नु होला स्पेसल पुच्का 10 को लगाइदिनु होला थोड़ा सा पिरो बनाए यहाँ चाहिँ पुच्का खाँदै गरेको भिडियो रिएक्सन हो यहाँनिर एकदम मालबजारमा आएर यहाँ साथीले पुच्का खाँदैछ एकदम स्पेसल वाला पानीपुरी यहाँ भैयाजीले बनाइदिएको ओके यो चाहिँ कौन सा पानीपुरी वेस्ट बेङ्गल अच्छा ए हो अब खाइदिनु कस्तो छ दिल्लीको मिठो छ मिठो यहाँ भैयाजीले हालेको समझ रहे हो ना टेस्ट हुन्छ हैन चेक गरौँ खाऊ हेर्नु होला यहाँ भैयाजीले चाहिँ हालिदिइरहनु भएको छ यहाँ साथी चाहिँ खाइरहेको छ मजाले होइन दामी रहेछ पुच्का चाहिँ हामी चाहिँ खायौँ मजाले हेर्नु होला सबैजनाले हेरिदिनु होला अच्छा गाइस यहाँको चाहिँ दिल्लीवाला दही पुरी खाने मलाई छोडिदिनु न भैया होइन कस्तो छ उलाइदिउ पहिला यहाँ चाहिँ स्पेसल फ्रम दिल्ली दही पुरी तर दही छैन रहेछ भैया दही यहाँ बनाउँदैछ दहीवाला बनाएको यो चाहिँ ल यो त दही पुरी हो यो दिल्लीको दही पुरी अरे हेरौँ है गाइस दिल्लीको दही पुरी चाहिँ कस्तो रहेछ हेरौँ है यो बङ्गालको छ बङ्गालको यो बङ्गालको छ ल ठिक छ सबै एक प्लेट 60 स्पेशल फुड हुन्छ भिडियो बनाउँदै के भन्छ ल स्पेशल भने मजाको बनाऊ न त मजाले हुन्छ दामी बनाउनु पर्यो है त स्पेशल दही पुरी अरे दही पुरी गाइस त्यो चाहिँ भुजियाहरू नै हाल्दैछ भुजिया पुरी भन्दा नि हुने रहेछ गाइस पुदिना चटनी रहेछ हेर्नु होला पुदिना चटनी हाल्दैछ हाल्न चाहिँ यहाँ के हाल्दैछ कुनै हाल्नु चाहिँ हालिरहेको हुन्छ जिरा सब जवाइन हुन्छ आफूले बनाएर भैयाले बनाइरहेको छ के बनाएको बनाउँछ मजाले बनाइरहेको छ मिठो हुनु पर्यो है तर भैया 100% मिठो हुन्छ यहाँ एकदम भैया चाखेर हेरौँ टेस्ट गर्नुपर्छ दही पुरी हेर्नु होला है गाइस दही पुरी यस्तो रहेछ हामीले चाहिँ अब फर्स्ट टाइम खाएको यो चाहिँ साथीले पनि फर्स्ट टाइम खाएको होला सायद फर्स्ट टाइम लु टेस्ट गरिदिउँ है हामीले ल फर्स्ट टाइम टेस्ट गरेको है गाइस यो चाहिँ दामी भयो यस बङ्गालको चाहिँ एक बार खानु बार आउनु नाइस गुलियो हामी चाहिँ यहाँ खाँदैछौँ है अहिले हेर्नु होला है सबैले दामी रहेछ है दही पुरी चाहिँ फर्स्ट टाइम खाएको यो दही पुरी भन्ने चाहिँ हेर्नु होला गाइस कस्तो दामी रहेछ अर्को पालि आयो भने चाहिँ यहाँ दहीकोमा आउनुपर्ने रहेछ यहाँ दहीकोमा हाम्रो दहीले चाहिँ एकदमसँगले दही पुरी बनाइदिनु हुने रहेछ
तर अब चाहिँ भने यो दही पुरी र पुरी चाहिँ अगाइसक्यो पुरीले नै अगाडि अरू खानु नपर्ने रहेछ गाइस यहाँ हेर्नु होला गाइस हेर्नु होला गाइस यस्तै छ मालबजार चाहिँ मालबजार भन्नु मात्रै रहेछ गाइस हेर्नु है माल भन्ने चाहिँ एउटै देखिँदैन त हो के हो यस्तो ए रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं गाइस माल भनेर के हो मलाई थाहा छैन त्यो चान्स पायो कि नेपालीले गर्छ नेपाली हो नि गर्छ चान्सै पाउँदैन के हामी चाहिँ हिँडिरहेको छौँ अब कहाँ पुगिन्छ यहाँबाट थाहा छैन हामी चाहिँ हिँडिरहेको छौँ हिँड्नु चाहिँ अब तर कहाँ पुगिन्छ थाहा छैन अब कता कहाँ राम्रो ठाउँ पुगिन्छ त्यतै गएर हामी फोटोहरू बनाउने हो गाइस अब चाहिँ भने हामी कस्मो बजार गएको है गाइस कस्मो बजार हेर्नु होला अब हामी यहाँ एन्ट्री गरिरहेको छौँ हामी यो चाहिँ बस पार्क पनि हो बस पार्किङ पनि हो यहीँ हो बस पार्किङ पनि हो प्लस कस्मो बजार पनि हो गाइस हेर्नु होला सबैजनाले हेर्नु होला सबैजनाले नयाँ डिजाइनको लुगाहरू पाइन्छ यहाँ चाहिँ भने सबै यहाँ चाहिँ भने टोकन यहाँ हाम्रो चाहिँ अब ब्याग चाहिँ हाम्रो साथीले चाहिँ ब्यागमा पैसा राखेको थिएछ त्यसरी अब यहाँ ब्याग चाहिँ अब यहाँ राख्नुपर्छ सो त्यो ब्याग यहाँ राखिदिनुहुन्छ यहाँ दिदीले चाहिँ अब चाहिँ भने हामी यहाँ कोस्मो बजारभित्र कोस्मो बजार चाहिँ भने कस्तो रहेछ लो हेरिदिउँ होला अब गाइस लो है अब चाहिँ हामी एन्ट्री भयौँ है गाइस क्या माल है यार हेर्नु होला सबैजनाले हेर्नु होला यहाँ कोस्मो बजार चाहिँ कस्तो रहेछ भन्ने कुरा यहाँ देखिहाल्नुहुन्छ हजुरहरूले सबै अहिले भने चाहिँ हामी यहाँ कस्मो बजारमा पुगिसकेको छौँ गाइस हेर्नु होला यो भने चाहिँ अब यहाँ ड्रेसिङ रुम रहेछ यहाँ चाहिँ अब यहाँ हाम्रो साथी यहाँ पनि ड्रेसिङ रुम रहेछ दुईवटा ड्रेसिङ रुम रहेछ यहाँ हाम्रो चाहिँ अब ड्रेस लगाएर हेर्ने अब ड्रेसहरू किनेर सबै थोक यहाँ रहेछ हेर्दै जानु होला गाइस हामी देखाउँदै जानेछौँ भिडियो नयाँ नयाँ अपडेटमा यो चाहिँ भने अब हामी चढिसकेको छौँ सेकेन्ड फ्लोरमा अब हामी चाहिँ भने गाइस सेकेन्ड फ्लोरमा आइसक्यौँ हेर्नु होला यहाँ के पाउँदो रहेछ सेकेन्ड फ्लोरमा पनि त्यही लुगाहरू मात्रै रहेछ बेसी जस्तो गाइस हेर्नु होला गाइस सबै थोक यहाँ टिकटकमा राखिदिएको छ गाइस सबै यहाँ मेरो साथी चाहिँ भने पर आउँदैछ गाइस हेर्नु होला सबै थोक एकदमसँग पाउँछ यहाँ कस्मो बजार चाहिँ अहिले चाहिँ भने गाइस अब हामी थर्ड फ्लोरमा जाँदैछौँ थर्ड फ्लोरमा चाहिँ के पाउँदो रहेछ हेर्नु होला गाइस सबैजनाले यो चाहिँ भने गाइस थर्ड फ्लोर हेर्नु होला सबैजनाले यो चाहिँ थर्ड फ्लोर हो यहाँ ड्रेसहरू क्या दामी दामी नानीहरूको ड्रेसहरू हेर्नु होला कति दामी दामी पाउँछ गाइस कस्मो बजार हो यो चाहिँ 50% डिस्काउन्ट पाउँदो रहेछ कुनमा अब यहाँ चाहिँ यो 349 को छ ड्रेसको हेर्दै जानु होला सबैजनाले 399 499 को ड्रेसहरू रहेछ यहाँ हेर्नु होला नानीहरूको लागि क्या दामी दामी लुगाहरू छ यहाँ भैया हाम्रो भाइजी चाहिँ हाँसिरहनु भएको छ यहाँ हेर्नु होला Stop it. Get some help. हजुरहरूले यहाँभित्र छिर्नु भयो भने शीतल पनि पाउनुहुनेछ हजुरहरूले सबैजनाले हेर्नु होला सबैजनाले हजुरहरूले यता आउँदै हेर्नु होला यो बोटलहरू के किन्नु भयो भने तपाईँहरूले सबै पाउनुहुन्छ यहाँ डिजाइनको बोटलहरू छ गाइस यहाँ बेसी दाम छैन 350 मात्रै छ यो बोटलको हेर्नु होला यो सबै फ्लास टाइपको बोटलहरू हो यहाँ 20% डिस्काउन्ट रहेछ यो बोटलको चाहिँ हेर्नु होला सबैजनाले
यहाँ डिजाइनको प्लेटहरू छ, सजाएर राख्नु लागि राम्रो हुन्छ तपाईँहरूको घरमा। त्यसको लागि तपाईँहरूले आएर लान सक्नुहुन्छ। यहाँ प्लेटको सामानहरू, यो किचनको सामानहरू रहेछ विशेष जस्तो। यहाँ प्लेटहरू रहेछ, प्लेट या मग कपहरू सबै थोक यहाँ डिजाइनमा पाउँदो रहेछ। यो स्टिल कप पनि रहेछ यहाँ। कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। लो गाइस, हामीले चाहिँ अघि चाहिँ भने कोस्मो बजारको हामीले डिटेल्स देखाइसकेको छौँ हजुरहरूलाई। हेरिदिनु होस् होला सबैले। अब हामीले अब बिस्तारै अब चाहिँ भने अर्कै ठाउँ लानेछौँ हजुरहरूले हेर्दाखेरि पनि राम्रो आँखाको लागि चाहिँ एकदम दामी खालको ठाउँमा लानेछौँ। त्यसमा चाहिँ अलिकति टिकट तिर्नुपर्छ, हामीले पैसा तिर्नुपर्ने हुन्छ। त्यो चाहिँ हजुरहरूलाई देखाउनुको लागि हामीले त्यति गरिराखेको छौँ। अब हेर्दै जानु होला हजुरहरूले। दामी ठाउँ छ, हामी देखाउने छौँ हजुरहरूलाई सबैजनालाई। हेरिदिनु होला कस्तो कस्तो हुन्छ। लु गाइस, अहिले चाहिँ हामी आइपुगेको छौँ। हेर्नु होला, यो पार्क चाहिँ अब यहाँ गभर्मेन्ट अफ वेस्ट बेङ्गलको पार्क हो यो चाहिँ गाइस, यहाँ मालबजारमा। एकजनाको 20, 9जनाको 40। सो गाइस, वेलकम टु द पार्क न। हेर्नु होला, यो चाहिँ अब पार्कको लागि टोइलेट बनाइदिएको छ गाइस। हेर्नु होला, यो चाहिँ एकदमसँगले डिजाइनहरू के दामी गर्दैछ। यहाँ चाहिँ हाम्रो भैया, गेटको भैया हुनुहुँदो रहेछ। बोको यहाँ चाहिँ हेर्नु होला, हाम्रो डिजाइन गरेर लेखेर यस्तो गरेको छ रहेछ। अहिले चाहिँ भने यहाँ चाहिँ दामी बनाइदिएको रहेछ। हेर्नु होला, यहाँ चाहिँ भने सबै वर्डिङ छ यहाँ, यस्तो देखिँदैछ हजुरहरूले। हेर्नु होला, तर सबै वर्डिङ छ हजुरहरू हेर्नु होला यहाँ चाहिँ। अब चाहिँ भने हामी चाहिँ यसबाट चाहिँ हामी गएर सट्ट माथिबाट डुलेर फर्केर आउने छौँ गाइस। हेर्नु होला सबैजनाले, यस्तो रहेछ गाइस। यहाँ चाहिँ हेर्नु होला, यस्तो बनाइदिएको छ। हेर्नुहोस् है गाइस, सबैजनाले हेर्नु होला, यहाँ चाहिँ यस्तो दामी छ कि पार्क। हजुरहरू पनि आउनु मन गर्नुहुनेछ। सबैजनाले हेर्दै जाउँ है गाइस। अब यहाँसम्म छ गाइस, यहाँदेखि उता भने चाहिँ छैन रहेछ। अब यहाँदेखि चाहिँ हामी उताबाट जानेछौँ। अब यहाँदेखि चाहिँ उता देखाउँदै जानेछौँ हामी चाहिँ। यहाँदेखि नै बसेर छौँ होला हामी चाहिँ। अब यहाँ नानीहरू खेलिरहेको छन्, त्यो नानीहरूलाई पनि देखाउँदै हेर्नु होला सबैजनाले। यहाँ पनि बोरिङ दामी बनाइदिएछ अहिले चाहिँ। हेर्नु होला, रुखहरू हेर्नु होला के दामी छ गाइस। यहाँ चाहिँ भने अहिले बनाएको छैन रहेछ, पहिला चाहिँ बनाएको थियो। म पहिला पनि आएको एकखेप यहाँ चाहिँ भने। यहाँ खेल्नुको लागि चाहिँ दामी ठाउँ बनाएको रहेछ। हेर्नु होला। हुन्छ, कम हेर नोट नानीको लागि। हेर्नु होला गाइस, यो चाहिँ भने के हो यो चाहिँ थाहा भएन। हेर त यहाँ पिङ के मजाले खेलेको। यसरी पिङ खेल्दाखेरि बच्चाको याद आउँछ गाइस। मजा आउने रहेछ खेल्न चाहिँ। पहिला हामी खेल्थ्यौँ नानीमा यस्तै गरेर। हजुरहरू पनि खेल्नुहुन्थ्यो होला होइन? को खेल्नुहुन्थ्यो त्यहाँ सबै कमेन्ट गरिदिनु होला। खेल्ने जातिले चाहिँ गाइस कमेन्ट गरिदिनु होला। यस्तै खेल्ने हो हेर्नु होला है गाइस, यस्तो बनाइदिएको रहेछ। यो चाहिँ फेरि एकदम लाइटहरू पनि लगाएर एकदम पक्का ट्रेन बनाइदिएको रहेछ है। खेल्नुको लागि हो रहेछ यो चाहिँ। अब चिल्ड्रेन पार्कमा रहेछ यो चाहिँ। पार्कमा अब एकदम दामी सजाएर कुदाउनुकै लागि रहेछ यो बनाइदिएको चाहिँ। हेर्नु होला सबैले। 5 years को लागि चाहिँ 25 रुपिस तिरेर तपाईँहरू खेल्न सक्नुहुने रहेछ। 25 रुपिस रहेछ। त्यहाँदेखि टिकट अब 5 को चाहिँ 25 रहेछ। त्यसो भने चाहिँ अब हेर्दैछौँ गाइस। अब के देख्ने छौँ हामीहरूले देखाउँदै जानेछौँ। सबैजनाले हेरिदिनु होला। एकदमै राम्रो छ पार्किङ चाहिँ। अब यहाँबाट भित्र हेरौँ। अब यहाँबाट कस्तो छ फेरि। यहाँबाट भित्र चाहिँ हामी चाहिँ यस्तो हेर्दै जाँदैछौँ गाइस। अब हेर्नु होला, यहाँ डिजाइनहरू क्या बनाइदिएको छ गाइस। हेर्नु होला, एउटा डिजाइन बनाइदिएको छ यहाँ चाहिँ। डिफ्रेन्ट डिजाइन बनाएर यो र यो चाहिँ एउटा डिजाइन बनाएको रहेछ। यहाँ होला, मेरो साथीले पनि यहाँ भिडियो बनाइराखेको छ। यहाँ यस्तो अब एउटा परिकारको अब एउटा हिस्ट्रीकै होला यो बनाइदिएको पनि। अब एउटा हिस्ट्रीमै छ होला यस्तो चिजहरू अब गर्नुहोस् भनेर। अब यस्तो छ भनेर चाहिँ बनाइदिएको होला। हेर्दै जाउँ के देखिन्छ। अब चाहिँ यहाँ छातै बनाइदिएको रहेछ। अब फेरि यहाँ हेर्नु नि गाइस, यहाँ छातै बनाइदिएको रहेछ सबै दामीसँगले।
यहाँ चाहिँ हो भने मोस्टली केटा र केटी आउँदो रहेछ बेसी चाहिँ डेट गर्नुको लागि है गाइस। यहाँ चाहिँ मोस्टली चाहिँ यो पार्कमा चाहिँ डेट गर्नु आउँदो रहेछ। हेर्छु जो पनि हेर्छु यहाँ केटाकेटी बसिरहेको देख्छु। उता हेरिदिनु होला, उता पर हेर्नु होला, सबैजना त्यस्तै त्यस्तै मात्रै देखेँ मैले चाहिँ यहाँ चाहिँ। समझ रहे हो? समझ रहे हो? समझ यो चाहिँ भन्ने एकदम दामी छ है यहाँको सबै थोक। के हो त्यो ठाउँमा गएर यहाँनिर ठुलो एउटा नरिवलको रुख हो, पिच्चेको रुख हो, यो ठुलो रुख रहेछ एउटा। हेर्नु होला यो चाहिँ भने मुजुर एकदम बनाइदिएको रहेछ। हेर्नु है गाइस, मुजुर बनाइदिएको रहेछ है। यो चाहिँ मुजुर त्यहाँदेखि यहाँ सजाएर एकदमसँगले राखेको रहेछ। हेर्नु होला यस्तो बनाइदिएको छ। त्यो पाउँदैन। अब भने चाहिँ हामी माछा हेर्न जानेछौँ है गाइस। अब माछा चाहिँ कस्तो गरेर राखेको छ त्यो हेर्नुपर्छ। अब हामी चाहिँ हेरौँ सबै। अब यहाँबाट हेर्दैछौँ के देखिन्छ हामीले। यहाँ भने चाहिँ अब हामीले देख्नु पाइन्छ माछा, खालको माछा देखिन्छ हामीले यहाँ चाहिँ। हेर्नु होला सबैजनाले, हेर्नुहोस् हजुरहरूले पनि यहाँ हेर्नु होला माछा कस्तो कस्तो दामी दामी राखिदिएको छ। माछा रहेछ यहाँनिर, तपाईँहरूलाई देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ, कत्रो माछाहरू रहेछ यहाँनिर। हेर्नु होला यहाँ एक थोक मात्रै होइन, यहाँ अनेक थोकको माछा लगाइदिएछ। यहाँ वाइडेस पनि रहेछ, त्यहाँदेखि सबै थोकको रहेछ। माछा देखाउनेछु। हेर्नु होला सबै, हेर्नु होला कस्तो डिजाइनको माछा रहेछ। यो चाहिँ अब पानी फेर्दै राख्दै गरेको माछा हो। यिनीहरूको लागि ढुङ्गाहरू पनि राखिदिएको छ। काटे पाङ्गरे पनि छ। बहुतै डिफ्रेन्ट खालको माछाहरू एकदमै ठुल्ठुलो माछाहरू छ। यो चाहिँ एकदम सोको लागि राखेको छ, खानको लागि होइन, पानी फेर्दै राखेको हो गाइस। हजुरहरूलाई मैले माछा त देखाइहालेँ। अब हेर्दै जानु होला के देखिन्छ। अब यहाँ माथि यस्तो दामी एनिमलहरू देख्नु पाइन्छ कि अझै अब एनिमलहरू देखाउने छु हजुरहरूलाई। म चाहिँ भने पहिल्यै आइसकेको छु, एकखेप यहाँ चाहिँ हेरिसकेको छु। हजुरहरूले हेर्नुभयो कि भएन, अब देखाउँदै जानेछु। हेरिदिनु होला सबैजनाले। यहाँ चाहिँ भने दामी बनाएको रहेछ गाइस। हेर्नु यो बजारले कुन खालको मुसा हो गाइस भन्ने पुरा घाँसहरू खाँदो रहेछ। कति रहेछ र त मुसा त गाइस। हेरिदिनु होला यहाँ सबैजनाले। हेर्नु है यहाँ कति मजाको रहेछ। उहाँ बसिरहेको हेर्नु होला सबै देखाउँदै जानेछु। यहाँ भने चाहिँ यो चाहिँ अब चरा एकाएक देख्नु सक्नुहुन्छ हजुरहरूले। चरा हेर्नु होला, कलर कस्तो हेर्ने तपाईँहरूलाई। डिफ्रेन्ट टाइप्स अफ भेराइटिज हेर्नु होला। यहाँ हेर्नु होला चराको भेराइटिज कस्तो छ। जुम गरेर देखाउने थियो हजुरहरूलाई। यहाँ हेर्नु कति मजाको छ भने नि चरा। यहाँ हेर्नु यहाँ हेर्नु होला तपाईँहरूले देखिहाल्नुहुन्छ कस्तो रहेछ भने चाहिँ तपाईँहरूले यहीँ हेरिदिनु होला। चराको चाहिँ हेर्नु होला। कति मजाले बसिरहेको छ हेर्नु होला है गाइस। गयो उता उडेर फेरि अब कुरो चाहिँ यो मालबजार पार्कमा हामी त्यहाँ पस्यौँ हेर्नुको लागि, तपाईँहरूलाई देखाउनुको लागि पस्यौँ हामी। यहाँ हेर्नु होला यति राम्रोहरू बसिरहेको छ कि ठोक्छ नि। हेर्नु होला त्यहाँ एउटा चाहिँ पर बसिरहेको छ मजाले शीतल तापेर बसेको होला मुनि। यहाँ हेर्नु होला टोड्का पारेर पुरा टोड्का पारेछ मुनि पनि सबैजनाले। हेर्नु होला यस्तो छ सेतो यो चाहिँ एकदम सजाउनुको लागि राखेको रहेछ, देखाउनुको लागि राखेको रहेछ।
मुलाको हेर कि कस्तो छ यसलाई गाइस यहाँनिर एकदमै डेन्जर पाराले हेरिरहेको किन चाहिँ भिडियो बनाएको होला भन्ने जस्तो हेर्नु होला गाइस यो चाहिँ ट्रेन यहाँ भैयाले कुदाइरहेको छ अब दिदीहरू चढ्नु भएको छ यसरी कुद्छ ट्रेन चाहिँ हेर्नु होला यो अघि हामीले फर्स्टमा देखाएको थियौँ ट्रेन यो ट्रेन चाहिँ अहिले कुदिरहेको छ हेर्नु होला यस्तो टाइपमा कुद्दो रहेछ यहाँ हेर्नु होला फुल यहाँ मेरो साथी त्यहाँदेखि यो चाहिँ भनिहालेँ मैले डेटिङ प्लेस रहेछ तपाईँहरू सबै देखिहाल्नुहुन्छ यहाँ फुलहरू रहेछ फुलहरू चाहिँ यहाँ डिजाइनको लगाएको रहेछ हेर्नु होला फुलहरू चाहिँ दामीहरू रहेछ यहाँ चाहिँ हेर्नुको लाइकको त्यहाँदेखि यहाँ हेर्नु होला यो के बनाएको हो होइन यो के बनाएको हो यस्तो रहेछ त्यहाँदेखि यहाँ हेर्नु होला लोटा रहेछ यो चाहिँ शिवकुण्ड बनाएको रहेछ हेरिदिनु होला क्या दामी बनाइदिएको छ त्रिशुल शिवकुण्ड त्यहाँदेखि यता लोटा बनाइदिएको रहेछ कमण्डलु त्यहाँदेखि यो चाहिँ भनिहालेँ मैले तपाईँहरूलाई सबैलाई यो चाहिँ भने सबै डेटिङ प्लेसको रहेछ है डेटिङ प्लेस यहाँ चाहिँ गर्ल्स र बोइज चाहिँ साह्रो आउँदो रहेछ अब चाहिँ भने हामी दुईजना चाहिँ एकछिन रेस्ट गरेको अब यस्तो बनाइदिएको रहेछ यहाँ चाहिँ अब यस्तो हलिँदै बस्नु हुने रहेछ खुट्टा नटेकिकन त नहुने रहेछ अब खुट्टा सिधा बन्नुपर्ने रहेछ साह्रो बोरिङ भयो केही छैन गाइस यहाँ चाहिँ अब हामी दुईजना चाहिँ यस्तो हलिँदै बसिरहेको छ गाइस हेर्नु होला गाइस Finally, we are drilling here. फाइनली झुली गयो ठिक छ अब एकछिन हामी यहाँ एकछिन डुलेर चाहिँ त्यहाँदेखि त्यसपछि चाहिँ हामी अरूतिर तपाईँहरूलाई देखाउनेछौँ कता जानुपर्छ त्यहाँदेखि तपाईँहरूलाई भन्दै जानेछौँ हामी अब चाहिँ मन गाएछ हामी निक्लेर जाँदैछौँ देखाइहाल्यो हामीले सबै तपाईँहरूलाई यहाँ यहाँ भने चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ जेब्रा क्रसिङमा पनि गाडी रोकिने भन्ने यो छैन रोक्दैन रहेछ अब त्यहाँ गइरहेको बेला जेब्रा क्रसिङमा अब हिर्कायो भने त अब थाहा नहुने रहेछ हजुरहरूले हेर्नु होला सबैजनाले कस्तो देखिन्छ यताको सबै थोक हेर्नु होला यस्तै छ हामी चाहिँ भने फिलहाल डुलिरहेको छौँ अहिले यहाँ साथी र म चाहिँ डुलिरहेको छौँ हेर्दै जाउँ के भेटिन्छ नयाँ चिजहरू नयाँ थिङहरू अब हामी देखाउँदै जानेछौँ अहिले चाहिँ भने गाइस हामी यो तल देख्दै गरेको क्लक टावरमा जानेछौँ त्यहाँसम्म गएर फर्केर फेरि आउनेछौँ हेर्नु होला गाइस अहिले चाहिँ भने हामी मालबजारको क्लक टावरमा आइपुगेको छौँ यहाँ हेर्नु होला लु गाइस अब चाहिँ हेर्नु होला क्लक टावर हो यो चाहिँ मालबजारको क्लक टावर छ क्लक टावर मुनिपट्टि हामी अहिले हिँडिरहेको छौँ अहिले चाहिँ भने त्यहाँ क्लक टावर राम्रो नदेखिँदो रहेछ अब म तपाईँहरूलाई राम्रोसँग देखाइदिन्छु हेर्नु होला गाइस यो क्लक टावर चाहिँ दामी छ गाइस क्लक टावर हेर्नु होला है गाइस यहाँ क्लक टावर चाहिँ यस्तो छ है गाइस क्लक टावर हो यो चाहिँ साथी र म चाहिँ यहाँ गइराखेको छु डाइरेक्ट नगरकोटा जाने हो अब चाहिँ हामी ट्याक्सी पायो भने नगरकोटा डाइरेक्ट गएर त्यहाँदेखि अलिकति त्यहाँ काम छ नगरकोटामा अहिले भन्छ हामीले बस भेटिसकेको छौँ यहाँ साथी यहाँ बसिरहेको छ हेर्नु होला मान्छे कति छ
एकदम सन्नाले उभिएर गइरहेको छौँ। यो चाहिँ मालबजारदेखि नगरकटा गएको अहिले चाहिँ यहाँ साथी र म गइरहेको छु हेर्नु होला। वीरपाडा पाडारात गरेर यो चाहिँ फुन्चुलिङ जयगाउँसम्म जान्छ बस। हेर्नु होला मान्छे चाहिँ कति छ आमामामामा। अहिले चाहिँ भने चाल्सा आइपुग्यो। यो चाहिँ भने नगरकटा पुग्दाखेरि भोक लागेको हाल। अहिले चाहिँ भने हामी नगरकटा पुगेर मोमो खाँदै साथीले चाहिँ भात मागेको थियो र ऊ चाहिँ पर्खेर अहिले भने चाहिँ साइकल दोकानमा पुग्नु आँटेको छौँ हामी। हिँड्दा हिँड्दा हत्तु पनि भयो गाडीमा। गाडीले गर्दाखेरि धङधङे पनि लाग्न थाल्यो। अब भने चाहिँ साइकल बनाएर अलिअलि सपिङ गरेर यताउता गरेर चाहिँ डाइरेक्ट घरतिर जाने हो। अहिले भने चाहिँ साइकल दोकानको छेउमा आइपुग्नु आँट्यो। यो चाहिँ भुटान गाडीहरू छ। यताउति चाहिँ भुटान गाडी पनि साह्रो कुदिरहेको हुन्छ। यहाँ चम्पाकोडी र नगरकटामा चाहिँ भुटानको गाडी पनि साह्रै आउँछ। भुटानको गाडी हेभी गाडीहरू आउँछ। यहाँ पनि भुटान गाडी राखिरहेको छ हेर्नु होला। भुटान गाडी प्लस इन्डिया गाडी सबै यता चाहिँ चल्छ। यहाँ हेर्नु होला है गाइस। हामी चाहिँ अहिले भने चाहिँ हामी साइकल दोकान आइपुग्न आँट्यौँ। साइकल दोकान चाहिँ यही हो। यहाँ हेर्नु होला। ल अहिले भने चाहिँ हामी यहाँ साइकल दोकानमा आइपुगिसक्यौँ। नमस्ते। फर्केर आइपुग्यो। सामान त रेडी भयो होला होइन? रेडी के भन्छ हौ यत्रो बेलासम्म? ल एकैछिनमा रेडी हुन्छ भने चाहिँ ल 10 मिनट गरिदिइहाल्नु ल। अहिले चाहिँ भने यहाँ साइकलको यो रिङ पनि अलिक दुईवटा जस्तो फेर्नु पर्ने रहेछ। त्यसमाथि यो ट्यु चाहिँ अस्ति लगेको भएन नि त। त्यसले गर्दाखेरि यहाँ फेर्दैछु। अहिले चाहिँ यहाँ हाम्रो बडाबाउले चाहिँ के गर्दैछ खोज्नु चाहिँ के लगाउनुको लागि रिङ लगाउनुको लागि। त्यो यहाँ साथी चाहिँ बसिरहेको छ। अहिले चाहिँ भने हामी नगरकटादेखि फर्केर अब घरतिर जाँदै गरेको हेर्नु होला। यहाँ साथी र म त्यहाँदेखि यहाँ ड्राइभरको गाडी भेटेर त्यही गाडीमा गएको हामी चाहिँ। जुलाई भने चाहिँ हामी मालबजार गएर फर्केर यहाँ चेकपोस्टमा पनि आइपुग्यौँ। अब चाहिँ हाम्रो घर पुग्न आँट्यौँ। यहाँ साथी र म गएको थियौँ। साथी र म डुल्यौँ, यताउता गयौँ। सबै भिडियोहरू लगाउने छु। अन्त मेरो चाहिँ ठुलो काम भनेको यो थियो गाइस। हेर्नु होला यो साइकलको टायर र ट्यु चाहिँ फेरेर ल्याउनु थियो। यो पनि फेरिहाल्यो। लास्टली गाइस आजलाई चाहिँ यति नै होला भिडियो पनि। आज चाहिँ यति नै बनाएको भिडियो। त्यहाँदेखि नयाँ नयाँ अपडेटहरू आइरहने छ। हेरिदिनु होला सबैजनाले। भन्दा पहिले लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। मेरो नयाँ भनिदिनु न नयाँ अब युट्युब च्यानल खोलेको छु। त्यसको लागि चाहिँ मलाई साथ सपोर्ट चाहिएको छ हजुरहरूकोबाट। त्यो साथ सपोर्ट गरिदिनु होला हजुरहरूले। जति सक्दो सेयर गरिदिनु होला।